यो पत्रकार मर्नुको कारण एउटा कारण छ के भयो भन्दा यो घरको माथि यो घर प्राइभेट घर हो यो घरको माथि हैन पुलिस बसेको थियो क्या यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदै थिएन यहीँबाट हानेको यहीँबाट सुरु भयो यतिखेर देख्न सक्नुहुन्छ एकजना एबी न्युजका सञ्चारकर्मी जो चाहिँ यही घरमा आगोमा जलेर खरानी भए र यतिखेर यहाँ देख्न सक्नुहुन्छ उनको लासलाई निकालेर एम्बुलेन्समा राखिएको यो दृश्य निकै दुःखद खबर छ हामी सबै सञ्चारकर्मीका लागि निकै दुःखको कुरा हो देख्न सक्नुहुन्छ एकजना सञ्चारकर्मी जो आफ्नो कर्ममा खटिँदै गर्दाखेरि चाहिँ यसरी ज्यान गुमाउनु परेको छ। आज पत्रकारिता जगतको यो कालो दिन यदि नैतिकता छ भने गृहमन्त्रीले र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। पुलिसले माथिबाट चार्ज नगरेको यो घटनै नहुने हो। सुरेश हाम्रो पत्रकार मात्र परिवार हो, एबी न्युजमा सबै परिवार हो, त्यसलाई हामी